यदि देशको नेतृत्व गर्न खोज्ने नेताहरू एउटै मञ्चमा उभिएर जनता समूह बहस गर्न डराउँछन् भने साँच्चै प्रश्न उठ्छ, उनीहरू नेतृत्व गर्न कत्तिको तयार छन्। आज नेपालको राजनीतिमा यस्तै एउटा बहसले सामाजिक सञ्जाल तातेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली फेसबुक मार्फत प्रधानमन्त्रीका दावेदार बीच पब्लिक डिबेटको प्रस्ताव राख्छन्। उहाँको तर्क, देशको नेतृत्व गर्न चाहनेले आफ्नो एजेन्डा जनता सामु स्पष्ट राख्नुपर्छ। एमाले र आफू बहसका लागि तयार रहेको पनि ओलीले उल्लेख गर्नुभएको छ। यही स्टाटसमा प्रतिक्रिया जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह तत्काल सार्वजनिक बहसमा सहभागी नहुने सङ्केत दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, भदौ 23 र 24को आन्दोलनको सन्दर्भमा अहिले एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिन्छ। यो अस्वीकार साधारण छैन, यो राजनैतिक सन्देश हो। अब प्रश्न उठ्छ, पब्लिक डिबेट लोकतन्त्रका लागि राम्रो हो कि होइन? विश्व अभ्यास हेर्दा अमेरिका, फ्रान्स, भारत सबै ठाउँमा चुनाव अघि नेताबीच सार्वजनिक बहस हुन्छ, तर नेपालमा संस्थागत अभ्यास छैन। बहसभन्दा आरोप प्रत्यारोप बढी मञ्च कसले निमन्त्रण गर्छ भन्ने डर। बालेनको अस्वीकार आन्दोलनसँग दूरी देखाउने प्रयास, पुरानो राजनीतिक खेलबाट अलग देखिनु खोज्नु, आफ्नै एजेन्डालाई अलग मञ्चमा राख्ने रणनीति, ओलीको प्रस्ताव आफू खुला देखिने प्रयास, बहसबाट राजनीतिक एजेन्डा सेट गर्ने चाहना। यहाँ न ओली पूर्ण सही न बालेन पूर्ण गलत। ओलीको बहस प्रस्ताव लोकतान्त्रिक हो, तर बहस विश्वसनीय मञ्च, निष्पक्ष मोडरेटर र स्पष्ट नियम बिना अर्थहीन पनि हुन सक्छ। बालेनको अस्वीकार रणनीतिक हुन सक्छ, तर लामो समयसम्म बहसबाट टाढे रहनु नेतृत्व कमजोरका रूपमा पनि बुझिन सकिन्छ। अनन्त लोकतन्त्रको डर बहस होइन, बहसबाट भाग्नु डर हो। निर्णय अब जनताको हातमा छ। को बहस चाहन्छ, को मौनता।